नमस्कार, म डाक्टर दीपक पौडेल, मधुमेह, थाइरोइड र हर्मोन रोग विशेषज्ञ। म लामो समयदेखि यस एभरेस्ट हस्पिटल बानेश्वरमा मधुमेह, थाइरोइड र हर्मोन रोग विशेषज्ञको रूपमा कार्यरत छु। आज म थाइरोइड बारेमा केही जानकारी दिन गइरहेको छु। थाइरोइड भन्नाले पुतली आकारको ग्रन्थि हुन्छ, हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ। यसले चाहिँ थाइरोइड हर्मोन निकाल्ने गर्छ। अब यो हर्मोनको कमी भयो भने हाइपोथाइरोइडिजम भन्छौँ भने यो हर्मोनको बढी हुँदाखेरि हामी हाइपरथाइरोइडिजम भन्छौँ। अब हाइपोथाइरोइडिजमको लक्षणहरू के हुन्छन् त नि भन्दाखेरि जिउहरू गल्ने, आलस्य हुने, चिसो सहन नसक्ने, मोटाउँदै जाने, सुनिँदै जाने, मनमा कुराहरू खेल्ने, तौल पनि अत्याधिक बढ्ने, बिरामीले कतिमा फलोअप गर्ने त डायबेटिक बिरामीले कतिमा फलोअप गर्ने त भन्ने कतिजना बिरामीहरू आउनुहुन्छ। अब नर्मली त हामी चाहिँ 3 महिनामा चाहिँ फलोअप गराउँछौँ। 3 महिनामा फलोअप गर्दाखेरि अब कुनै टेस्ट कहिले कुनै टेस्ट गराउनु पर्ने हुन्छ। अब त्यो फास्टिङ, पिपी र 3 महिनाको सुगर त हामी हेर्छौँ नि है। अब त्यसमा चाहिँ त्यसको आधारमा हामी चाहिँ त्यो सुगरको औषधिहरू मिलाउने गर्छौँ। अब कतिजना बिरामीहरू त एकचोटि चेक गराएर जानुहुन्छ। अब चेक गराएर गएपछि अब वर्षौँ हराउनुहुन्छ होइन। अब त्यो वर्ष हराउनु त मलाई त केही लक्षणै देखिएन। अब के अरे लक्षण नदेखेपछि म त आइन डाक्टर साहब यही औषधि खाइरहेको छु भन्नुहुन्छ। अब त्यो लक्षण त नदेखिनु पनि सक्छ है। अब त्यो सुगरले अब तपाईँको सुगर ब्लडमा कति छ, लेभलमा कन्ट्रोलमा छ कि छैन। कन्ट्रोलमा छैन भने त तपाईँहरूलाई भित्रबाट त्यसको बिगार त गरिरहेको हुन्छ। अब एकैचोटि त्यसको चाहिँ कम्प्लिकेसनहरू देखेर भोलि गएर ठुलो समस्या देखिनुभन्दा बिचमा 3 महिनामा चेक गरेर डक्टरसँग परामर्श लिँदाखेरि नै उचित हुन्छ।